हेलो नमस्कार दर्शकबिन, तपाईलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। म अमित अधिकारी र हामी चर्चा गरिरहेका छौं यूजीसी नेटमा आउन सक्ने सम्भावना रहेका केही प्रश्नहरू। तर आज मैले प्रश्न धेरै महत्त्वपूर्ण प्रश्न, भेरी इम्पोर्टेन्ट क्वेशन 15 वटा प्रश्न मैले लिएर आएको छु, जो कि विभिन्न समयमा दोहोरिरहेका छन् र मलाई लाग्छ कि विभिन्न अघिल्लो वर्षका प्रश्नहरू हेर्दा यी प्रश्नहरू आउने सम्भावना धेरै छ र वा यी आधारका यीसँग सम्बन्धित प्रश्नहरू आउने धेरै छ। र आउनुहोस् चाँडै हामी प्रश्नको चर्चा गरौँ। पहिलो प्रश्न तपाईहरु समक्ष म लिएर आउँदै छु। पहिलो प्रश्न हेर्न सक्नुहुन्छ। लीलबहादुर छेत्रीको बसाई उपन्यासको अंग्रेजी अनुवाद तल दिएका मध्ये कुन चाहिँ हो? अप्सन क माउन्टेन पेन्टेड विथ टर्मरिक, अप्सन ख एलेड वेगन, अप्सन ग वी आर डिस्प्लेस्ड भने अप्सन ग एन्ड दी माउन्टेन। र बसाई उपन्यास जुन चाहिँ एकदमै चर्चित उपन्यास लीलबहादुर छेत्रीको त्यो विभिन्न भाषामा अनुवाद भइसकेको छ र अंग्रेजीमा पनि अनुवाद भइसकेको छ र त्यसको सही उत्तर हुन्छ अप्सन क माउन्टेन पेन्टेड विथ टर्मरिक। यो पुस्तक अंग्रेजीमा यो नामले अनुवाद भएको छ र यसलाई अनुवाद पनि गर्नुभएको छ मिचेल हटले भन्न सकिन्छ। र दोस्रो प्रश्न तपाईहरु समक्ष। लक्ष्मीप्रसाद देवकोटा रचित मायाविनी सरसी खण्डकाव्यको कथावस्तुको स्रोत कुन मानिएको छ? अप्सन क ग्रिसेली कवि होमरको ओडिसी, अप्सन ख वर्ड्सवर्थको लिरिकल ब्यालेट, अप्सन ग कौफमनको दि फोकस्ट अफ नेपाल, अप्सन ग जी वयाला लक्ष्मीमधुनी नेवारी गीति कथा। र मायाविनी सरसी जुन खण्डकाव्य छ, मायाविनी सरसी एउटा ग्रीसको कुनै कथाको एउटा मायाविनी जादुगर्नीको रूपमा देखाइएको थियो र यसमा यो कथावस्तुको स्रोत पनि लक्ष्मीप्रसाद देवकोटाज्यूले अप्सन क मा जुन चाहिँ हामी देखिरहेका छौं ग्रिसेली कवि होमरको ओडिसीबाट पाउनु भएको थियो र यसको सही उत्तर पनि त्यही हुन्छ। तर जुन चाहिँ घमा छ जी वया ला लक्ष्मीमधुनी नेवारी गीति कथा, यसको आधारमा मुना मदन लेखिएको हो, यो पनि हामीले जानिराख्नुपर्छ। र अर्को प्रश्न तपाईहरु समक्ष। तेस्रो प्रश्न। माधवप्रसाद पोखरेलले विश्वेश्वर प्रसाद कोइरालाको प्रसिद्ध उपन्यास कृति सुम्निमाको प्रागैतिहासिक सन्दर्भ क्षेत्र कुन मानेका छन्? अप्सन क कैलाश, अप्सन ख बराह क्षेत्र, अप्सन ग हिम्मतखण्ड, अप्सन ग आर्यावर्त। र सुम्निमाको जुन वातावरणहरू, जुन त्यहाँनेरि परिवेशहरू सृष्टि गरेको छ, त्यसको आधारमा माधवप्रसाद पोखरेलले विश्वेश्वर प्रसादको सुम्निमा उपन्यासलाई बराह क्षेत्र जुन चाहिँ प्रागैतिहासिक सन्दर्भ क्षेत्र भनेर मान्नु भएको छ र यसको सही उत्तर पनि बराह क्षेत्र हुन्छ। चौथो प्रश्न तपाईहरु समक्ष। नेपाली भाषामा अनुदित अंग्रेजी स्रोतका आख्यानहरूमध्ये हान्स क्रिस्टियन एन्डरसनका रचना नेपाली भाषामा अनुवाद गर्ने व्यक्तिहरू को हुन्? अप्सन क ऋद्धिबहादुर मल्ल र गंगाधर शास्त्री, अप्सन ख मिस गोलन र गंगा प्रसाद प्रधान, अप्सन ग जुलिस डुनेल र रामकृष्ण शर्मा भने अप्सन घ रामप्रसाद सत्याल र पारसमणि प्रधान। र यसको सही उत्तर हुन्छ अप्सन ख मिस गोलन र गंगा प्रसाद प्रधान, उहाँहरू दुईजना सही हो। अर्को प्रश्न, पाँचौं प्रश्न तपाईहरु समक्ष। रघुनाथको सुन्दरकाण्ड रामायणको शब्दावलीलाई लट्याङ्ग्रो भन्ने समालोचक को हुन्? अप्सन क योगनाथ पोखरेल, अप्सन ख रामकृष्ण शर्मा, अप्सन ग बाबुराम आचार्य, अप्सन घ वासुदेव त्रिपाठी। र रघुनाथ पोखरेलको जुन सुन्दरकाण्ड थियो त्यसलाई लट्याङ्ग्रो भन्ने समालोचक हुनुहुन्थ्यो बाबुराम आचार्य। बाबुराम आचार्यले आफ्नो समालोचनामा त्यो रामायणमा प्रयोग गरेको शब्दावलीलाई लट्याङ्ग्रो भन्नुभएको थियो र यसको सही उत्तर पनि त्यही हुन्छ। र अर्को प्रश्न तपाईहरु समक्ष 6 नम्बर। आधारस्पद प्रकाशन काल अनुसार तलका नेपाली पत्र पत्रिकाहरूको अनुक्रम निर्धारण गर्नुहोस्। अप्सन ए गोरखा, अप्सन बी भारती, अप्सन सी साहित्य स्रोत, अप्सन डी रूपरेखा। र यी पत्रिकाहरू कुन सनमा निस्केका हुन् यसको हामीले काल अनुसार अनुक्रम निर्धारण गर्नुपर्छ। र हामीले जान्नुपर्छ कि अप्सन ए गोरखा यो कहिले निस्केको थियो भनेपछि म यहाँ तपाईले चार्ट देखिरहनु भएको छ। अप्सन गोरखा 2011 मा, भारती 2006, साहित्य स्रोत 2004, रूपरेखा 2017। र यसमा हामीले देखिरहेका छौं कि सबैभन्दा पुरानो साहित्य स्रोत जो कि सी मा छ, सी त्यसपछि बी मा छ 2006 भारती, ए मा छ 2011 गोरखा र एकदमै 2017 मा निस्केको रूपरेखा।
र यसको सही उत्तर अप्सन ग मा पाइरहेका छौँ, CBAD। र अर्को प्रश्न तपाईहरु समक्ष समूह 1 का कृतिहरूको समूह 2 का प्रकाशन सालसँग मिलाउनुहोस्। समूह 1 र समूह 2 मा, समूह 1 मा कृतिको नाम छ, समूह 2 मा यहाँ सनहरु विक्रम सम्वतहरु लेखिएको छ र यसमा हामीले कुन चाहिँ कृति कुन सनमा प्रकाशन गरिएको त्यो निकाल्नु पर्ने हुन्छ। र यहाँ चार्टमा म तपाईलाई देखाउन चाहन्छु जुन चाहिँ प्रियदर्शिका निस्केको थियो। अप्सन नम्बर 3 मा हामी देखिरहेका छौं 1914 भने, अप्सन बी को शिलाङको भैँचलाको सवाई भने 1897 मा निस्केको थियो र 72 को सवाई निस्केको थियो तपाईको अप्सन 4 नम्बरमा जुन छ 1893 भने र डी नम्बर सुक्ति सिन्धु निस्केको थियो 1917 मा र यसको सही उत्तर हामीले भेटिरहेका छौं A3B1C4D2 भनेपछि अप्सन क यसको सही उत्तर हुन्छ। र यसको प्रकाशन काल पनि हामीले सनहरु पनि याद राख्नुपर्ने हुन्छ। र अर्को प्रश्न तपाईहरु समक्ष आदर्शपद कथानकको विकासमा तलका अर्थकृतिको अनुक्रम निर्धारण गर्नुहोस्। यहाँनेरि केही शब्दहरु राखिएको छ जुन चाहिँ कथानकमा हामीहरु प्रयोग गर्दछौं। अप्सन ए आरम्भ, अप्सन बी नियताप्ति, अप्सन सी प्रत्याशा भने अप्सन डी यत्न। र आरम्भ भनेको हामीलाई थाहा नै छ, आरम्भ भनेको आरम्भ र आरम्भ सधैँ 1 नम्बरमै आउँछ ए। र यसको सही हामीले जुन चाहिँ विकल्पबाट चयन गर्नुपर्ने हुँदा ए आरम्भ, त्यसपछि नियताप्ति भनेको के भनेपछि नियताप्ति भनेको द्वन्द्व वा संघर्ष पछिको अवस्था, जुन चाहिँ मेरो द्वन्द्व वा केही घटनाक्रमको पछिको जुन अवस्था हुन्छ त्यसलाई नियताप्ति भनिन्छ। यो चौथो अवस्था हुन्छ र यी 4 मध्ये चौथो हुन्छ। त्यसैगरी प्रत्याशा भनेको कुनै आशा जाग्ने वा कुनै घटना हुनुभन्दा अगाडिको कुरा, कुनै मनमा आशा जागेको हुँदाखेरि त्यो कथामा त्यो प्रत्याशाको रूपमा चिनिन्छ र अप्सन सी हुन्छ। तेस्रो नम्बरमा भने र यत्न भनेको जतन भने कथानकको उठान भइरहेको हुन्छ र यसमा हामी पाइरहेका छौं ए आरम्भ, डी यत्न, सी त्यसपछि सी आउँछ प्रत्याशा र अन्तमा नियताप्ति डी भनेर हामी लेख्न सकिन्छ। ए डी सी बी यसको सही उत्तर ADCB हुन्छ। र अर्को प्रश्न तपाईहरुसँग 9औं प्रश्न सिक्किमबाट प्रकाशित भएका पत्रिका कुन कुन हुन्। यहाँ हरेक अप्सनमा हामीले 3 वटा प्रश्नहरु देखिरहेका छौं र 3 वटा प्रश्न मध्ये 3 वटा पत्रिकाका नाम देखिरहेका छौं। अप्सन क मा सौगात नाङ्लो टाकुरा, अप्सन ख मा कोपिला अंकुर हत्केला, अप्सन ग मा हिमाली आभा हिमालचुली बिजुवा र अप्सन ग मा शिखर सुधा दभान। र यसमध्ये सिक्किमबाट प्रकाशित भएका पत्रिकाहरू अप्सन क मा हामीले देखिरहेका छौं सौगात नाङ्लो टाकुरा र अप्सन क सही उत्तर हुन्छ। र चाँडै अर्को प्रश्न तपाईहरु समक्ष 10 नम्बर वासुदेव त्रिपाठी अनुसार लेखनाथ पौडेलको कुन काव्यमा आस्था नियन्ती बौद्धिकताको संकेत पाइन्छ। अप्सन क तरुण तपसी, अप्सन ख बुद्धि विनोद, अप्सन ग ऋतु विचार, अप्सन ग सत्यकली संवाद। वासुदेव त्रिपाठी अनुसार लेखनाथ पौडेलको कुन काव्यमा भनेपछि उहाँले लेख्नु भएको छ अप्सन क तरुण तपसीमा आस्था नियन्ती बौद्धिकताको संकेत पाइएको छ र यसको सही उत्तर अप्सन क नै हुन्छ। र चाँडै अर्को प्रश्न तपाईहरु समक्ष 11 नम्बर रामकृष्ण शर्माका सैद्धान्तिक समालोचनालाई मेथ्यू अर्नाल्डको प्रभाव मान्ने समालोचक को हुन् भनेपछि अप्सन क राजनारायण प्रधान, अप्सन ख शक्ति छेत्री, अप्सन ग इन्द्रबहादुर राई, अप्सन घ रामलाल अधिकारी। र यसको सही उत्तर कुन हुन्छ भनेपछि यसको सही उत्तर हुन्छ अप्सन क राजनारायण प्रधान सही उत्तर हुन्छ। र 12 नम्बर प्रश्न तपाईहरु समक्ष भारतबाट पुल कथा सञ्जय विष्टले लेखेका हुन् भने यही शीर्षकमा कथा लेख्ने नेपालका कथाकार को हुन् भनेपछि पुल कथा जुन चाहिँ छ पुल कथाका लेखक को हुन् भनेर जान्दाखेरि पुल कथाका लेखक हुन् अप्सन क भाउपन्थी हुन् कि, अप्सन ख शैलेन्द्र साकार हुन् कि, अप्सन ग पोषण पाण्डे हुन् कि वा अप्सन ग मनु ब्राजाकी हुन् भनेपछि यसको सही उत्तर हुन्छ अप्सन क भाउपन्थीले
पुल शीर्षकमा कथा लेख्नु भएको थियो। र 13औं प्रश्न तपाईहरु समक्ष चाँडै, नाटकमा परोडा नायिका के का आधारमा गरिएको भेद हो? अप्सन क सुन्दरताका आधारमा, अप्सन ख उमेरका आधारमा, अप्सन ग कार्यका आधारमा, अप्सन घ वर्गका आधारमा। परोडा भनेको के हो भनेपछि परोडा भनेको परस्त्री हो, अरूको स्त्री। र नाटकमा परोडा नायिका को भेद हामी पढ्न पाएका छौं र यो के को आधारमा छ भनेपछि यो सुन्दरताका आधारमा पाएका छौं। अप्सन क सुन्दरताका आधारमा। र अर्को प्रश्न 14 प्रश्न तपाईहरु समक्ष, भवानी भिक्षुका निम्नलिखित कथा संग्रहको प्रकाशनको सही कालानुक्रम चिह्नित गर्नुहोस्। र भवानी भिक्षुका यहाँ 4 वटा कृतिहरू लेखिएको छ र त्यहाँ प्रकाशन काल लेखिएको छ र हामीले मिलाउनु पर्छ ए बी सी डी र 1 2 3 4 मा कुन कुन मिल्छ। र हामीले देखिरहेका छौं कि म चार्टमा तपाईलाई देखाउन चाहन्छु कि अप्सन ए जुन छ मैया साहेबको प्रकाशन काल छ 1960 भने आवर्तको प्रकाशन काल छ 1967 र आवन्तरको प्रकाशन काल छ तपाईको 1977 भने गुणकेशरीको प्रकाशन काल हुन्छ 1953 र हामीले यहाँ देख्न पाइरहेका छौं यसको सही क्रम A3 B1 C4 D3 र यसको सही उत्तर अप्सन क मा हामीले भेटिरहेका छौं। र अर्को प्रश्न तपाईहरु समक्ष एकदम चाँडै 15 नम्बरको प्रश्न तपाईहरु समक्ष, निम्नलिखित पत्रिकाहरूलाई प्रकाशन कालका दृष्टिले अघिदेखि पछिका क्रममा राख्नुहोस्। अप्सन ए रूपरेखा, अप्सन बी चन्द्र, अप्सन सी सुधासागर, अप्सन डी उपन्यास तरङ्गिनी, अप्सन ई साहित्य स्रोत। र तलका विकल्पहरू मध्ये सही विकल्प चुन्नुहोस्। र यहाँ हामीले हेर्नुपर्छ कुन पत्रिका अघि निस्केको छ र कुन पछि निस्केको छ। र सबैभन्दा अघि निस्किने अघि लेख्नुपर्छ भने सबैभन्दा पछि निस्किने पछि लेख्नुपर्छ। यहाँ र म तपाईहरुलाई यहाँनेरि एउटा चार्ट देखाउन चाहन्छु। त्यहाँ तपाईले देख्न सक्नुहुन्छ कि अप्सन ए रूपरेखाको प्रकाशन काल 2017 हो भने अप्सन बी चन्द्रको प्रकाशन काल 1971 हो, अप्सन सी सुधासागरको प्रकाशन काल 1944 हो भने अप्सन डी उपन्यास तरङ्गिनीको प्रकाशन काल 1959 हो र अप्सन ई साहित्य स्रोतको प्रकाशन काल 2004 हो। र सबैभन्दा नयाँ यहाँ हेर्न सकिन्छ अप्सन ए र अन्तिममा अप्सन ए भएको दुईटा अप्सन छन् र हामीले देखिरहेका छौं कि अप्सन क एकदमै सही भइरहेको छ जुन चाहिँ सी सुधासागर, डी उपन्यास तरङ्गिनी, बी चन्द्र, ई साहित्य स्रोत र अन्तिममा ए रूपरेखा एकदमै सही भइरहेको छ। यसको सही उत्तर त्यही हुन्छ। र दर्शकबिन यी प्रश्नहरू एकदमै दोहोरिरहेका छन् र यी प्रश्नहरूको आउने सम्भावना धेरै छ। तपाईले यी प्रश्न ध्यान दिएर पढ्नु होला र राम्रोसँग पढेर जानुहुन्छ भन्ने आशा गर्दै आजको बसाइमा हामीले 15 वटा महत्त्वपूर्ण प्रश्नहरू हामीले चर्चा गर्यौं र चाँडै अर्को भिडियो पनि तपाईहरु समक्ष आउनेछ जसमा हामी अरु धेरै प्रश्नहरू चर्चा गर्ने छौं। र कस्तो के लाग्दैछ तपाईहरुले कमेन्ट बक्समा लेख्न नभुल्नु होला। साथै मलाई केही सुझाव परामर्श दिनुहुन्छ भने त्यहाँ कमेन्ट बक्समा लेख्नु होला। म यही भन्न चाहन्छु र यो भिडियोलाई लाइक गर्न नभुल्नु होला। साथै मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने आशा गर्दै म मेरो आजको बसाइ यही समाप्त गर्दछु। धन्यवाद। फेरि भेट हुनेछ अर्को भिडियोमा। नमस्कार, धन्यवाद।